युनिट हाल्नु 1000 त्यहाँ गइगयो 1000 रहेको थियो चिनी र दही दुध ल्याए फेरि उब्रेको थियो सबै 200 र 300 छ पोस्ट अफिसमा 200 ब्याङ्कमा 300 500 त रहेछ त मुन्नी जग्तल गरा त्यही 500 पनि निक्लिन्छ सबै निस्किन्छ एटिएम छ चिजबित्ता केही उयो छैन नि सब ठिक थियो पोस्ट अफिसको नि एटिएम छ उसको नि पोस्ट अफिस जोरदाङ गरेर त्यो एटिएम दिँदा पनि भइहाल्छ तर पोस्ट अफिसको एटिएम चाहिँ पोस्ट अफिस नै जानु पऱ्यो पोस्ट अफिसमै जानुपर्छ ए चल्दैन अरू ठाउँ अरू जग्गा त हालेको त्यही हो त्यो चाहिँ 10 रुपियाँ 5 रुपियाँ हाल्दा पनि हुने हो नि त त्यो चाहिँ अस्ति अस्ति त 50 रुपियाँ त हाल्दै थियौँ हप्तामा 15मा गर्दै अहिले त छोड्दै थियो एउटाले एकखेप क्या पोस्ट अफिस उडाउँछ अरे भन्यो नि त्यहाँदेखि चाहिँ सबै जिरोमा बनाइहाल्यो होडेको हल्ला हुन्छ हौ बेसी नि औडेको उडाउँछ त्यत्रो पोस्ट अफिस कसरी मुन्छ सबै यस्तो पैसाहरू मान्छेले कस्तो राख्दो रहेछ जोरटाङ हेरेको आमामा मान्छे ब्याङ्कमा भन्दा बेसी त्यहाँ हुँदो रहेछ पैसा राख्ने त्यो चाहिँ सजिलो जतिखेर चार्ज दिएको जतिखेर पाएको त्यतिखेर हाल्यो कन्ट्रोल जस्तो पनि जस्तै काठलाई अबर पर्दा